पैसा लिने बेलामा चाहिँ नि भुइँसीको गोब्र्याउने जस्तो थुतुनु पनि नि राम्रो पारेर आएका हुन्छन्। अहिले तिर्ने बेलामा चाहिँ खोइ मेरो पैसा लिएन, मलाई आवश्यक पर्यो, इमर्जेन्सी पर्यो भनेर भन्यो भने नि बाख्रा बढ्को ल्याउने जस्तो थुतुनु बनाएर गरेर उता फिर्केर हिँड्दा चाहिँ नि योक्कै हान्नु जस्तो रिस उठेर आउँछ हौ। खाएपछि तिर्नु पर्दैन, अर्काको लगेपछि मैले यसरी लगेको थिएँ, यस्तो अबरमा लगेको थिएँ, मलाई यस्तो कुन दिन मलाई कुन अबरमा दिएको काम चलाएको हो, मैले पनि त्यसै गरी तिर्नुपर्छ भन्ने थाहा छैन। कसैको चोरेर ल्याएर दिएको हो, आफूले कति दुःख गरेर 2 पैसा यसो दुख बिमार हुँदाखेरि काम लाग्छ भनेर राखेको इमर्जेन्सीको पैसा दिएको हो, त्यसै गरी तिर्नु पर्दैन। अहिले तिर्ने बेला चाहिँ तिमीहरूको बाख्रा पिसा फेर्ने जस्तो मुख बनाएर अर्कातिर फिर्किँदै नहिँड। म त मान्छे अगाडि बिजेत गर्छु, चढाम दिन्छु नि। म चाहिँदा कुरामा म डराउँदिन, नचाहिँदो काम गर्दिन, चाहिँदा कुरा डराउँदिन। कहाँ लाँदा रहेछौ हेरौँ न। भेट्यो भने नि जहाँ भेट्यो त्यहीँ हान्छु, जहाँ भेट्यो त्यहीँ हान्छु। कम्तीमा स्वाद त मर्छ, रिसको स्वाद त मर्छ, आफ्नो दुःखको स्वाद मर्छ।